नमस्ते। कहिले सोच्नुभएको छ एउटा सामान्य सोच वा विचार हामी सबैले मान्नै पर्ने देशको कानून कसरी बन्छ? आज हामी नेपालको संसदभित्रको यही यात्रालाई नजिकबाट हेर्दैछौं, जहाँ एउटा विधेयकले कानूनको रूप लिन्छ। आउनुहोस् यो प्रक्रियालाई सँगै मिलेर एक एक कदम बुझौं। हो, यो प्रश्न सुन्दा जति सरल लाग्छ यसको जवाफ त्यति नै गहिरो छ, किनकि यही प्रक्रियाले हाम्रो लोकतन्त्रको जग बलियो बनाउँछ। यो केवल केही कागजको खेल होइन, बरु यो त बहस, सहमति र कहिलेकाहीँ त असहमतिले भरिएको एउटा जीवन्त यात्रा हो जसले हाम्रो देशको शासन प्रणालीलाई आकार दिन्छ। ल, हाम्रो यात्राको नक्सा यस्तो छ। हामी 5वटा मुख्य चरणहरूमा हेर्नेछौं। विधेयक कसरी संसदमा प्रवेश गर्छ, अर्थविधेयक किन विशेष हुन्छ, 2 सदनबीच यो कसरी अगाडि बढ्छ, यदि कुरा मिलेन भने के हुन्छ, र अन्त्यमा यसले कसरी ऐनको अन्तिम रूप लिन्छ। त्यसो भए पहिलो पाइलाबाटै सुरु गरौँ है त। ल, अब सुरु गरौँ पहिलो चरणबाट। हरेक कानूनको जन्म एउटा विधेयकको रूपमा संसदमा हुन्छ। विधेयक भनेको के हो त? यो कानूनको एउटा प्रस्तावित ड्राफ्ट हो, भनौँ न एउटा विचार जसलाई आधिकारिक बनाउन संसदको स्वीकृति चाहिन्छ। त्यसैले यो नै कानून बन्ने यात्राको सबैभन्दा महत्त्वपूर्ण सुरुवात हो। कानून बनाउने यो यात्रा 2 मध्ये कुनै पनि बाटोबाट सुरु हुन सक्छ, कि त प्रतिनिधि सभाबाट कि त राष्ट्रिय सभाबाट। यसको मतलब दुवै सदनसँग कानून निर्माणको पहल गर्ने अधिकार छ। यो व्यवस्थाले शक्तिलाई सन्तुलनमा राख्न र कुनै पनि कानूनमाथि गहिरो छलफल होस् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ। यहाँ हामी कानून बन्ने पूरै यात्राको एउटा नक्सा हेर्न सक्छौं। यो संसदमा एउटा प्रस्तावको रूपमा भित्रिन्छ, त्यसपछि दुवै सदनमा चर्को बहस र मतदानको चरण पार गर्छ, र अन्तमा राष्ट्रपतिको अन्तिम हस्ताक्षरपछि मात्र यसले शक्तिशाली ऐनको रूप लिन्छ। यसको हरेक पाइला उत्तिकै महत्त्वपूर्ण छ। अब एउटा रोचक कुरा, सबै विधेयकहरू एउटै बाटो हिँड्दैनन्। एउटा विशेष प्रकारको विधेयक छ जसलाई अर्थविधेयक भनिन्छ, र यसले चाहिँ अलि फरक, अलि कडा बाटो अपनाउँछ। आउनुहोस् यो किन यति विशेष छ भनेर बुझौं। सिधा भाषामा भन्नुपर्दा अर्थविधेयक भनेको देशको पैसासँग जोडिएको विधेयक हो। यसले सरकारले कसरी पैसा उठाउँछ, कहाँबाट ल्याउँछ अनि कसरी खर्च गर्छ भन्ने कुराहरूलाई नियमन गर्छ। अब यहाँ अलिकति ध्यान दिनुहोला, किनकि यो साँच्चै महत्त्वपूर्ण छ। संविधानको धारा 110 ले स्पष्ट पारेको छ कि कुन विषय अर्थविधेयकभित्र पर्छन्, जस्तै हामीले तिर्ने कर घटाउने वा बढाउने कुरा, सरकारी ढुकुटीबाट पैसा निकाल्ने निर्णय, वा सरकारले विदेशबाट लिने ऋणको नियम। यी सबै देशको आर्थिक मेरुदण्डसँग जोडिएका विषय हुन् नि। यहाँ एउटा एकदमै महत्त्वपूर्ण नियम छ। अर्थविधेयक सधैँ जनताबाट सिधै चुनिएका सांसदहरू भएको सदन, मतलब प्रतिनिधि सभाबाट मात्र सुरु हुनुपर्छ। यो व्यवस्थाले देशको ढुकुटीको साँचो जनताका प्रतिनिधिलाई दिएको कुरा सुनिश्चित गर्छ। र यदि कुनै विधेयक अर्थविधेयक हो कि होइन भन्नेमा शङ्का उठेमा सभामुखले जे भन्छन् त्यही अन्तिम हुन्छ। विधेयकले एउटा सदनको परीक्षा पास गरेपछि यसको यात्रा सकिँदैन। अब त झन् महत्त्वपूर्ण परीक्षा बाँकी छ। अब यसले अर्को सदनको पनि अनुमोदन लिनुपर्छ। यो चरण एकदमै महत्त्वपूर्ण छ, ताकि कुनै पनि कानून हतारमा र राम्रोसँग नहेरी नबनोस्। यहाँ समय सीमामा ठूलो भिन्नता छ, देख्नुभयो। अर्थविधेयक जस्तो संवेदनशील विषयका लागि राष्ट्रिय सभालाई जम्मा 15 दिनको समय दिइन्छ, जबकि अन्य विधेयकहरूका लागि 2 महिनासम्मको लामो समय हुन्छ। यसले के देखाउँछ भने आर्थिक मामिलामा प्रतिनिधि सभालाई नै बढी अधिकार दिएको छ। हो, यो 15 दिनको समय सीमा कुनै सामान्य सुझाव होइन, यो एकदमै कडा नियम हो। यदि राष्ट्रिय सभाले यो समयभित्र विधेयकमाथि कुनै निर्णय दिएन भने प्रतिनिधि सभाले उनीहरूलाई पर्खिबस्दैन, त्यो विधेयक स्वतः अगाडि बढ्छ। यसले आर्थिक मामिलामा समय कति महत्त्वपूर्ण छ र प्रतिनिधि सभा कति शक्तिशाली छ भन्ने देखाउँछ। यहाँ शक्ति सन्तुलनलाई राम्ररी बुझ्न जरुरी छ। राष्ट्रिय सभाले अर्थविधेयकमा सुझावहरू दिन त सक्छ, तर ती सुझावहरू मान्नै पर्छ भन्ने छैन। ती सुझावहरूलाई स्वीकार गर्ने कि नगर्ने, त्यो अन्तिम निर्णय लिने सम्पूर्ण अधिकार प्रतिनिधि सभासँगै सुरक्षित रहन्छ। तर के हुन्छ यदि 2 सदनबीच कुनै सामान्य विधेयकमा सहमति नै हुन सकेन भने? लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हो।
र हो, हाम्रो संविधानले यस्तो संसदीय गतिरोध समाधान गर्ने उपाय पनि दिएको छ। हो, लोकतन्त्रमा सधैँ सहमति मात्रै हुँदैन। कहिलेकाहीँ एउटा सदनले हुन्छ भनेको विधेयकलाई अर्को सदनले हुँदैन भन्न सक्छ। यस्तो अवस्थामा कानून बनाउने प्रक्रिया बीचमै रोकिन्छ। यसलाई संसदीय भाषामा गतिरोध वा डेडलक भनिन्छ र यो समाधान गर्नुपर्ने एउटा ठूलो चुनौती हो। हो, यस्तो गतिरोध अन्त्य गर्न संविधानले एउटा शक्तिशाली उपाय दिएको छ। त्यो हो संयुक्त बैठक। यस्तो अवस्थामा दुवै सदनका सबै सदस्यहरू एउटै हलमा जम्मा हुन्छन् र त्यो विधेयकको भाग्यको फैसला बहुमतको आधारमा गरिन्छ। यो प्रक्रियाले के सुनिश्चित गर्छ भने कुनै एउटा सदनको कारणले मात्र कानून निर्माण अनिश्चितकालसम्म रोकिन सक्दैन। विधेयकको जीवन सधैँ सुरक्षित हुँदैन नि। यसको भाग्य प्रतिनिधि सभाको कार्यकालसँग पनि जोडिएको हुन्छ। यदि कुनै कारणले प्रतिनिधि सभा आफ्नो कार्यकाल पूरा नहुँदै भङ्ग भयो भने त्यहाँ विचाराधीन रहेका सबै विधेयकहरू पनि स्वतः निष्क्रिय हुन्छन्। भनौँ न, तिनीहरूको मृत्यु हुन्छ। तिनलाई फेरि नयाँ प्रक्रियाबाटै सुरु गर्नुपर्छ। संसदको लामो र जटिल प्रक्रिया पार गरिसकेपछि विधेयक अब आफ्नो यात्राको अन्तिम तर सबैभन्दा निर्णायक मोडमा आइपुगेको छ। अब यसलाई अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिको टेबलमा पठाइन्छ, जहाँ यसले आधिकारिक रूपमा कानूनको रूप लिनेछ। यो अन्तिम आधिकारिक छाप हो। संसदले आफ्नो काम पूरा गरेपछि विधेयकलाई राज्यको प्रमुखको रूपमा राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश गरिन्छ। यो हस्ताक्षर बिना संसदको सबै मेहनत र बहस अधुरो रहन्छ। राष्ट्रपतिले विधेयक प्राप्त गरेको 15 दिनभित्र त्यसमाथि निर्णय गरिसक्नुपर्छ। यो समय सीमाभित्र या त विधेयक प्रमाणीकरण हुन्छ वा केही विशेष अवस्थामा पुनर्विचारका लागि फिर्ता पनि पठाउन सकिन्छ। यहाँ राष्ट्रपतिको अधिकारमा एउटा महत्त्वपूर्ण भिन्नता छ। यदि विधेयक अर्थविधेयक हो भने राष्ट्रपतिले यसलाई अनिवार्य रूपमा प्रमाणीकरण गर्नै पर्छ। नाई भन्ने वा फिर्ता पठाउने अधिकार हुँदैन। तर अरू विधेयकहरूको हकमा भने एक पटकका लागि सन्देशसहित संसदमा फेरि सोच्नका लागि फिर्ता पठाउने विशेष अधिकार हुन्छ। र यही हो त्यो क्षण, राष्ट्रपतिको हस्ताक्षर, जसलाई प्रमाणीकरण भनिन्छ, त्यो नै अन्तिम कदम हो, जसले एउटा साधारण विधेयकलाई देशको शक्तिशाली ऐनमा परिणत गर्छ। अब यो सबै नागरिकले पालना गर्नुपर्ने आधिकारिक कानून बनेको छ। यो पूरै प्रक्रिया जानिसकेपछि अब यो प्रश्नमा एकछिन विचार गरौँ त, के त्यो चुनौती राजनीतिक सहमति जुटाउनु हो वा आम मानिसको चासोलाई सम्बोधन गर्नु हो वा बनेको कानूनलाई सही तरिकाले लागू गर्नु हो? यसमा सोच्नका लागि धेरै कुराहरू छन्।